आज चाहिँ साथीहरू एकदम चिसोको कारणले एकदम यहाँ मासु पकाउँदैछु ढेँडो खानु चाखाङ खानको लागि। त रक्सी पनि बसालेको छु साथीहरू। 3 पानी खाएर पुरै जाडोमा। हाम्रै आमै चाहिँ यहाँ प्याज रोप्नु हुँदैछ। अब म चाहिँ सोप टिप्नु गइरहेको छु। केही मिठो यहाँ चाहिँ करेसा बारी दिँदैछ। यहाँ सिबीहरू मुला यो चाहिँ सर्सिम है साथीहरू। यति राम्रो भइरहेको छ नि सर्सिम। अब यहाँ धनियाँ अब यो सोपलाई यसरी यही अवस्था यसरी टिप्ने हो। कुखुराको मासुमा लगाउने हो अनि टक्कसँगले ढिँडो खाने हो। सोप लाएर पकाएपछि यस्तो मिठो हुन्छ कुखुराको मासु। यसलाई चाहिँ टक्क लाउने हो। वाउ अबलाई चाहिँ टक्क मासुमा रायो साग। यता फेरि साग टिप्नाले फेरि उता चाहिँ मासुको डढ्न थाल्यो कि के हो। यो चाहिँ खासै बालुवा माटोहरू पनि छैन। भरोसा छैन जीवनको। हाम्रो एकपल्ट डढी गएछौँ। अब चाहिँ यो सुप पनि लगाइसकेँ। अझ पुरै सुप उम्लिँदैछ। नयाँ कोदोको पिठो है मम्मीले बनाएर ल्याउनु भएको हो। अब यहाँनिर चाहिँ पुरै तरकारी खलाइसकेँ। अब यसमै चाहिँ अब ढिँडो मस्काउँछु। यहाँ चाहिँ एकदम नयाँ कोदो पिसेर ल्याउनु भएको छ। ढिँडो खाउँ भन्नुभयो मम्मीले, त्यही भएर ढिँडो पकाउँदैछु। गाजरहरू ढिँडो पिठो लाउने बेला भयो। नयाँ कोदोको ढिँडो। अब चाहिँ यसलाई एकछिन पाक्नु दिनुपर्छ कि यस्तो गरेर। फाइनली ढिँडो तयारी भयो है साथीहरू। अब एकछिनमा टमाटरको अचार, अकबरे खोर्सानी, तरकारी। कस्तो भयो ढिँडो मम्मी? मिठो छ। अलि पर खिचा धेरै देखिला। यति मिठो धेरै अझै खाएला भनेर खान्न। गाई छो खाएला। आयो नि मिठो आएछ।